2062 साल माघ 18 गतेको रात पाल्पाको लागि कालो रात भएको छ। एउटा गौरवशाली इतिहास, ऐतिहासिक धरोहर समाप्त भएको छ। करिब 100 वर्षभन्दा पुरानो तानसेन दरबार ध्वस्त भएको छ। राणाकालीन तैनाथवाला जनरल प्रताप शमशेरको ऐतिहासिक चिनो नष्ट भएको छ। पाल्पावासीको लागि यो रात अत्यन्त दुःखदायी रात भएको छ। सम्झुमा पनि कहाली लाग्दो रात थियो त्यो रात। रातको करिब 11:15 बज्दै थियो। कर्फ्यू लागेको रात भएकोले सारा तानसेनवासी आफ्नो खानपानसितै भर्खर भर्खर निद्रा देवीको काखमा मस्त हुन लागिरहेको थियो। एक्कासी गोलीको आवाज अनि बम विस्फोटको ठूलो आवाज सुन्न थाल्यो। सारा नगरवासी कुनै अनर्थ हुन थाल्यो भन्ने भय र त्रासले सन्तप्त भए। एउटा अकल्पनीय घटना हुँदैछ भन्ने संकेत देखा परिसकेको थियो। चारैतिर गोली र बमको आवाज थियो। रातभरि कोही सुत्न सकिरहेका थिएनन्। सबै घरको सुरक्षित स्थानमा आफूलाई लुकाइरहेका थिए। फिल्ममा युद्धको दृश्य हेरिरहेका तानसेनवासी आज प्रत्यक्ष रूपमा युद्धको दृश्य हेर्न बाध्य भएका थिए। नेकपा माओवादीद्वारा अचानक सदरमुकाम तानसेनमा गरिएको यो आक्रमण अनि सेनाद्वारा भइरहेको प्रतिकारको अनुभव गर्न बाध्य थिए। राइफलबाट छुटेको गोलीको आवाज र ठूला ठूला बम विस्फोटले तानसेन थर्किरहेको थियो। बिहान करिब 6 बजेतिर यो आवाज मध्यम हुँदै गइसकेपछि मात्र बल्ल त्रसित मन लिएर नगरवासी घरबाट बाहिर निस्कन थाले। मखनटोल सडकबाट निस्केको धुवाको मुस्लोले आकाश ढाकिएको थियो। सबै दौडे। एउटा इतिहास जलिरहेको थियो। बजारको मध्य भागमा स्थित तानसेन दरबार तथा दरबार परिसरका घरहरू जलिरहेको थियो। तानसेनको गौरव, ऐतिहासिक धरोहर आगोको लप्कामा थियो। दरबारको अगाडिको कतिपय भाग बमको चपेटामा परि भत्किसकेको थियो। आगो सल्किरहेको थियो। भत्कने क्रम जारी थियो। दरबार अनि यस परिसरभित्र रहेको सिलखान, कर्मचारी आवास क्षेत्र सबै आगोको लप्कामा थिए। राणा प्रधानमन्त्री जंगबहादुरले आफ्ना भाइ बद्रीनाथ सिंहलाई आफू विरुद्ध षड्यन्त्र गरेको आरोपमा पाल्पा दबाएका थिए। यिनै बद्रीनाथ सिंहले पाल्पा बस्दा दरबारको थालनी गरेका थिए। तर यो काम पूरा भएको थिएन। पछि सो अधुरो कार्यलाई विक्रम सम्वत 1948 तिर खड्ग शमशेरले पूरा गरी आफू स्वयं त्यस दरबारमा बस्थे। तर यो दरबार झिंगटीले छाएको सानो थियो र नेपाली शैलीमा बनाइएको थियो। पछि ईस्वी सन् 1927 मा प्रताप शमशेरको पालामा यो दरबारलाई पश्चिमी शैलीमा जस्ताको छाना राखी पुनर्निर्माण गरिएको थियो। पाल्पाका लागि तत्कालीन तैनाथवाला वीर शमशेरका छोरा प्रताप शमशेर ईस्वी सन् 1924 मा प्रधानमन्त्रीको रोल क्रमबाट बाहिरिएर काठमाडौँबाट पाल्पा निर्वाचित गरिएका थिए। पाल्पा बसाएको क्रममा प्रताप शमशेरले पाल्पाको लागि थुप्रै विकासका कामहरू गरेका थिए। खानेपानीको समस्याको रूपमा रहेको तानसेनमा पानी ल्याउनु उनको उदाहरणीय कार्य थियो भने यही क्रममा उनले तानसेन दरबारको निर्माण पनि गरेका थिए। 4 तले यो दरबारमा 63 वटा कोठाहरू, 2 ठूला ठूला बैठक कोठा तथा 2 तिर अग्ला अग्ला बुर्जा बनाइएको थियो। यस 4 तले दरबारमा प्रशस्त मात्रामा काठको प्रयोग गरिएको थियो। 4 कुने आकारको यो दरबारको भित्ताको मोटाई 24 इन्च भन्दा बढी थियो भने यसमा प्रयोग गरिएका इँटालाई पुरानो प्रविधि अनुसार वज्रद्वारा जडान गरी बनाइएको थियो। दरबारको बीचमा एउटा चौक पनि थियो। दरबारको बनावटको प्रकृति हेर्दा यो सिंह दरबार जस्तो देखिन्थ्यो। त्यसैले यसलाई सिंह दरबारको भाइ पनि भनिन्थ्यो। दरबारको दोस्रो तल्लामा गद्दी बैठक थियो, जहाँ पाल्पा नेपालमा गाभिदाका केही शाही गौरवमय धरोहर, तरवार तथा फोटोहरू राखिएका थिए। सत्ता केन्द्रमा नै निहित छ भन्ने अवधारणाको रूपमा रहेको यस धरोहरले विशेष गरेर केन्द्रबाट निर्वाचित गराइएका तैनाथवालाहरूलाई सचेत गराउन पनि यो राखिएको भनिन्छ। प्रत्येक वसन्त पञ्चमीको दिन पूजा गरिन्थ्यो र यस दरबारलाई वसन्त श्रवण गराइन्थ्यो। दरबार परिसरमा एक विशाल मैदान रहेको थियो। तर पछि बाल मन्दिरको निर्माण पश्चात यो विशाल परिसर 3 भागमा विभाजन भयो। दरबारको उत्तरतिरको परिसरमा नेपाल अधिराज्यभरिमा नै सबभन्दा ठूलो ढोका बग्गी ढोका रहेको छ। सदरमुकामको शोभाको रूपमा रहेको यस दरबारमा जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समितिको कार्यालय, मालपोत कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालय, सरकारी वकिलको कार्यालय, राष्ट्रिय अनुसन्धान विभागको कार्यालय, निर्वाचन आयोगको कार्यालय तथा जिल्ला स्काउटको कार्यालय रहेको थियो। प्रमुख जिल्ला अधिकारीको निवास पनि यही नै रहेको थियो। अति नै आकर्षक देखिने यो दरबार पर्यटकीय दृष्टिकोणले पनि अत्यन्त महत्वपूर्ण थियो। तानसेनमा हुने कुनै पनि यात्राहरू यस दरबार परिसरभित्र ल्याउनै पर्ने नियम थियो। तर आज यस दरबारको यो अवस्था देख्दा सबैको आँखामा आँसु देखिन्थे।
ऐतिहासिक सृजना जलिरहेको थियो, संरचनाहरू नष्ट हुँदै गइरहेको थियो, कलात्मक काष्ठकला सधैँको लागि बिदा भइरहेको थियो। आगोको लपकाले सबैलाई आफ्नो अगालोमा कस्दै थियो। कहाली लाग्दो यो दृश्यले तानसेनवासीको मन भित्रभित्र झन जलिरहेको थियो। आफ्नो आँखा अगाडि पुर्खाको धरोहर जलिरहेको, भत्किरहेको ठुलो ठुलो हेर्न बाहेक अरू केही उपाय थिएन। दरबार परिसरमा रहेको सिलखान, जिल्ला प्रहरी कार्यालय, बाल मन्दिर, सरकारी आवास सबै आगोको लपकामा थिए, भत्कँदै थिए। पुराना घरका काठका झ्याल ढोका आगोले सल्कदै थियो भने केवल इँटामा झ्याल ढोकाको आकार मात्र बाँकी रहेको थियो। बम विस्फोटले क्षतिग्रस्त बनेका यी घरहरूबाट निस्केको आगोले सरकारी आवाससँगै जोडिएको बजार क्षेत्रका दोकानहरू आगोको भङ्गालोमा थियो। निजी सम्पत्ति आगोमा खरानी भइरहेको थियो। आफ्ना आँखा अगाडि आफ्नो दोकानको कुनै पनि सामानहरू बाहिर निकाल्नै नसकी जलिरहेको देख्दा कसको मन छिया नपरेको होला। कति नोक्सान भयो यो त ती छिया परेका हेर्दैला नै थाहा होला। तर केही गर्ने सामर्थ्य उनीहरूमा थिएन। मृत्युको रूपमा मुख बाहिरहेको त्यो सुरसाको मुखमा को पस्ने? सबै निस्तब्ध थिए, निष्प्राण थिए। फगत एउटा मुख दर्शक मात्र थिए। आगोको लपकाले शीतलपाटीको पुरानो भवन भत्किसकेको थियो। अब त्यसको पाइला बिस्तार बिस्तार अधिराज्यभरि नै सबभन्दा ठूलो ढोका बग्गी ढोकातिर बढ्दै थियो। जोडिएको भित्ता सल्किएर भत्किसकेको थियो। आगोले बग्गी ढोकाको भित्ताको बीचमा राखेको काठहरू जल्दै थिए। तर त्यस बेलाका कालीगढहरूको सिप अनि कलाद्वारा निर्मित ठूला ठूला ढुङ्गाहरूले बनाइएका यो ढोकालाई सजिलैसँग मिल्न सकिरहेको थिएन। तर बमको प्रयोगले यो ढोकाको पुरानो विशाल खापा क्षतिग्रस्त भइसकेको थियो। अब के गर्ने? कसैले सोच्न सकेका थिए। कसरी आगो निभाउने? बजारतिरको यो भत्किसकेको भित्ताले बाँकी रहेको भागबाट कसरी छुट्याउने? थप दुर्घटनाबाट कसरी बचाउने? सबै किम कर्तव्य विमूढ थिए। घटनाको अर्को दिनसम्म कसैको हिम्मत भएन यो आगो निभाउन। केवल मुख दर्शक मात्र बनिरहे। तेस्रो दिन बल्ल लागे सबै अब त केही गर्नै पर्छ, नत्र अर्को ठूलो दुर्घटना निम्ताउन सक्छ। तब मात्र लागे बाँकी संरचना भत्काउनतिर। विनाशको यो दृश्य हेर्न गाउँ गाउँबाट अनि बुटोल भैरवाबाट समेत मानिसहरूको घुइँचो थियो। सबैको अनुहारमा विषाद थियो। सबैको मनमा थियो नहुनुपर्ने यो घटना कसरी भयो। एउटा अपूर्ण क्षति भइसकेको थियो। आफ्नो मेहनतको पसिना आगोले खाइरहेको दृश्य टुलु टुलु हेर्न यी आँखाहरू हाम्रो के दोष थियो भनिरहेका देखिन्थे। अब हामी के गर्ने? के हामीले यसको बदलामा के क्षतिपूर्ति पाउँछौँ? के सरकारले हाम्रो पीडा सुनिदिन्छ? के हामीले स्वतन्त्र रूपमा बाँच्ने अधिकार छैन? के यस्तो बेलामा सरकारको आफ्नो नागरिकप्रति कुनै दायित्वै छैन? एकपछि अर्को प्रश्न उनीहरूको अगाडि आउँदै गरेका थिए। तर सब मौन। कसले चुनिदिने यो आवाज? निश्चय नै सारा पालपालीहरूको लागि यो दुर्भाग्य भएको छ। एउटा अपूर्णीय क्षति भएको छ। एउटा इतिहास धराशायी बनेको छ। एउटा प्राचीन दरबार खण्डहरमा परिणत भएको छ। एउटा भौतिक सम्पत्ति नष्ट भएको छ। नहुनुपर्ने एउटा घटना घटिसकेको छ। अब के गर्ने भन्ने भावना सबैमा उठ्नु स्वाभाविक नै थियो। यो दरबारले हुबहु पुरानै रूपमा ल्याउन सकिन्छ त? होइन भने यसलाई के गर्ने? विभिन्न अड्कलबाजीहरू भइरहेका थिए। सबै आफ्ना राय पेश गर्दै थिए, किनकि यो सबैको चासोको विषय थियो।
19 गते जब यहाँ आएँ यो दरबारको देखेपछि मलाई रुन पनि मन लाग्यो। यो जस्तो सायद फेरि पनि बन्दैन होला भन्ने कल्पना गरेँ र मैले के भने कि यो दरबार जस्तो जापानमा हिरोसिमामा चाहिँ बम हिर्काएर त्यो ध्वस्त भएको चिज आजसम्म पनि छ। त्यस कारण पनि यो पनि हिरोसिमा जस्तै हाम्रो नेपालको लागि यो महत्त्वपूर्ण ठाउँ छ। जबसम्म चाहिँ नि यसको त्यस्तै बनाउनलाई पैसा आउँदैन तबसम्म यो घर बिगार्न भन्न यसो जस्तो छ उस्तो राख्नुपर्छ भन्ने मैले आफ्नो प्रस्ताव पनि राखेको छु। यहाँ पनि तपाईँसँग भन्ने छु। निसन्देह सबैको धारणा कदर गर्नै पर्छ। सकिन्छ भने यसलाई हुबहु पुरानै अवस्थामा किन नल्याउने? पुरातात्विक सम्पत्ति हो, यसबारे पनि ध्यान दिनु आवश्यक छ। स्थानीयको जनताको सुझाव अनि सरपञ्चको सरकारको नीति नियम अनुसार यसको कार्यान्वयन हुनुपर्छ। यसलाई पुरानै रूपमा निर्माण गर्ने, निर्माण भइसकेपछि यसमा कुनै पनि सरकारी कार्यालयहरू नराख्ने, यसलाई सेन वंशीय राजाहरूदेखि हालसम्मका इतिहासलाई चिनाउने, पुराना वस्तुहरूको संकलन गरी संग्रहालयको रूपमा विकास गर्नुपर्ने धारणाका साथसाथै दरबार परिसरसँगै रहेको मखनटोल बजार क्षेत्रलाई पनि चौडा गर्ने, घटनाले सम्झाउने एक स्तम्भ एक परिसरभित्र राख्ने आदि आदि सुझावहरू निश्चय पनि सकारात्मक सोचाइ मान्नुपर्छ। भावी सन्ततिको लागि पनि यसको जगेर्ना गर्नु आवश्यक छ। यो कार्यको तुरुन्त पहल हुनु आवश्यक छ। तर कसले गर्ने यसको पहल? निसन्देह एउटा सक्रिय कमिटी बनाउनुपर्छ जसले इमानदारीतापूर्वक आफ्नो पुर्खाको धरोहरलाई जीवित राख्ने प्रयास गरोस्, तुरुन्त कार्यको थालनी गरोस्। आखिर गरे नहुने भन्ने के छ र? विक्रम सम्वत 2030 सालमा सिंहदरबारको केही भाग पनि जलेको थियो, तर सबैको सहयोगमा त्यो पुनः तयार भयो भने हामी पनि किन नलाग्ने यसको पुनर्निर्माणतिर? अवश्य पनि यसमा श्रीपाँचको सरकारको भूमिका अहम छ। तर श्रीपाँचको सरकारले उपलब्ध गराउने सीमित आर्थिक स्रोतले मात्र यो काम असम्भव छ। यसमा त सारा दाजुभाइ दिदीबहिनी, सम्पूर्ण सरकारी कार्यालय, व्यापारी, कर्मचारी, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, संघ संस्था, राजनीतिक दलहरू, साथसाथै पाल्पालाई माया गर्ने, पाल्पाबाट बाहिर अन्यत्र जिल्लामा रहनुभएका एवं विदेशमा रहनुभएका सबै नेपालीहरूको सहयोगको नितान्त आवश्यकता छ। हामी सबैको एक एक मुठीको दानले यो कार्य सफल हुन सक्छ। थोपा थोपाले समुद्र बनेको छ, कण कणले मरुभूमि बनेको छ। हाम्रो सानो सहयोगले पाल्पाको पुनरो रूप आउन सक्छ। आउनुस् हामी सबै एकैछिन सबै पूर्वाग्रहलाई बिर्सौँ, वैमनस्यतालाई एकातिर फ्याँकिदिउँ र वास्तविकतामा बाहिर आऊ। यो हाम्रो हो, हाम्रो पुर्खाको धरोहरलाई जोगाउँ भन्ने भावना हामीमा ल्याऊ। यसले हामीले नै बनाउनुपर्छ भन्ने दिशातिर अग्रसर हौँ। सबैले हातेमालो गर्दै यो पुनित कार्यमा अगाडि बढौँ। यो हाम्रो दायित्व हो, यही नै आजको आवश्यकता हो, यही नै पाल्पाको गौरव हो, यही नै पाल्पाको शान हो।